नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकबद्ध हुन आग्रह गर्दछ। आज एकातिर राजनीति स्थिरता र ध्रुवीकरण घटिरहेको छ, अर्कोतर्फ शान्ति र अमन चाहिँ फलिरहेको अवस्था छ। यस्तो अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता सान्दर्भिकता झन बढ्दै गएको छ। वीरेन्द्र शान्ति सँगसँगै विकास प्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन्। आजको विश्वका विभिन्न देशहरूबीच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ताका राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुसरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ। राजा वीरेन्द्रले राजाभिषेक समापन कार्यक्रममा विदेशी पाहुनाहरू समक्ष औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उनले राजनैतिक रूपमा स्थिर नेपालका लागि शान्ति चाहिने भन्दै शान्तिका लागि ढोका खोल्ने नहुँदा नेपालले असंलग्न विदेशी नीति अँगाल्ने धारणा राखेको थियो। हामीलाई सुरक्षाका लागि शान्ति चाहिन्छ, हामीलाई हाम्रो स्वतन्त्रताका लागि शान्ति चाहिन्छ, हामीलाई विकासका लागि शान्ति चाहिन्छ भन्ने उनको भनाइ थियो।